हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटको नजिकै करिब 3 घण्टाको पैदल यात्रामा उत्तर पूर्वी भेगमा तपाईले जुन ब्याकग्राउन्ड देखिरहनु भएको एउटा सुन्दर हिमाल छ, जसलाई रलिङ हिमाल भनिन्छ र त्यही एउटा सुन्दर गुम्बा पनि अवस्थित छ जसलाई रलिङ गुम्बा भनिन्छ। यो हिमाल करिब 5000 मिटर भन्दा अग्लो छ र यो सिमीकोटदेखि एकदमै नजिक छ र त्यसको वरिपरि पनि चारैतिर पनि तपाईँ देख्नु सक्नुहुन्छ हिमालहरू छन् है, एकदमै हिउँ परेको छ। यसै गरी यतापट्टिको पनि हिमाल छ, साह्रै सुन्दर छ र त्यसको फेदमुनि एकदम हरियाली जुन देखिन्छ त्यो हरियाली जङ्गलमा एकदमै जडीबुटी जन्ने वनस्पतिहरू छन् जस्तो देखिरहनु भएको छ। यसमा जुनिपर जसको साइन्टिफिक नेम जुनिपर कम्युनिस हो। त्यस्तै गरेर अर्को किमालो जसलाई रोडोडन्डन एन्थोपोगन भनिन्छ। त्यस्तै गरेर यहाँ अन्य जडीबुटीहरू पनि जस्तै स्पाइकनट, त्यस्तै गरेर यो भ्यालेरियाना, समय जस्तै सुगन्धवाल जस्ता जडीबुटी, भोजपत्र, त्यस्तै गरेर अन्य थुप्रै लघुपत्र यस्ता खालका जडीबुटीहरू छन्। र यो जुन देखिरहनु भएको छ यो खर्क भन्छ यसलाई, र यो खर्क मात्र होइन कि जब यो माथि मेला लाग्दो रहेछ, यो हरेक वर्षको 2 पटक मेला लाग्दो रहेछ, त्यसबेला धेरै ठाउँबाट यो हुम्ला जिल्ला मात्र नभएर हुम्ला जिल्लाभन्दा बाहिर जिल्लाबाट पनि विभिन्न धर्मावलम्बीहरू यहाँ आएर यो चाहिँ एउटा आश्रम जस्तै भनौँ अथवा यसलाई चाहिँ हाम्रो वासस्थान रहेछ यो, र यहाँ बसेर त्यहाँ माथि चाहिँ दर्शन गर्ने र फेरि यहाँ आएर बस्ने गर्नुहुँदो रहेछ। एकदमै सुन्दर ठाउँ रहेछ यो। र यहाँ भेडा पालन गर्ने, त्यस्तै गाई पालन गर्ने यो कृषकहरूले अथवा चाहिँ गोठालाहरू पनि आएर यहाँ बस्नुहुँदो रहेछ। साह्रै सुन्दर छ। यो धेरै टाढा रहेनछ। यो हुम्ला जुन सदरमुकाम छ त्यहाँबाट एकदमै नजिक छ। हामी मजाले ट्रेकिङ गर्न सक्छौँ यो, र हाइट पनि एकदम राम्रो छ। अहिले हामी यो स्थानमा करिब 3600 मिटर जतिको हाइटमा छ। अब हामीलाई यहाँबाट जान 1 घण्टा जति लाग्छ। देख्दाखेरि हामीलाई 10-15 मिनटमा पुग्ने जस्तो देखिन्छ, तर त्यो होइन, 1 घण्टा जति लाग्दो रहेछ। र हजुरहरू पनि एकपटक समय मिलाएर यो हुम्ला जिल्लामा आइदिनु होला र एकदमै सुन्दर हिमालहरू छन्। धन्यवाद।